मत्ती 18:20 सबैभन्दा गलत बुझिएको पद भनेर पनि चिनिने गर्दछ। किन यो पदलाई यस्तो भनिएको भन्दै गर्दा यसमा के लेखेको छ? किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूको माझमा हुनेछु। यो पदलाई विशेष गरी जब हामी सङ्गतिहरू गर्ने गर्छौँ त्यो ठाउँमा हामीले प्रयोग गर्ने गर्छौँ र भन्ने गर्छौँ परमेश्वरको उपस्थिति हाम्रो माझमा छ, किनकि हामी 1 वा 2 वा 3मा भेला भइसकेको छौँ भनेर। भनेपछि के हामी एकजना मात्रै हुँदाखेरि चाहिँ परमेश्वरको उपस्थिति त्यहाँ छैन र? यो सोच्न बाध्य गर्ने प्रश्न। भनेपछि यसको सन्दर्भ चाहिँ के हो हामीले बुझ्नुपर्ने धेरै आवश्यकता रहेछ। यदि माथिको पदहरू पढ्दै हामी तलसम्म आयो भने यसलाई चर्च अनुशासनको विषयमा हामीले कुरा गरेको देख्दछौँ। यसले भन्न खोजेको चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ जब येशूले यो कुराहरू भन्नुभयो उहाँले के भन्न चाहनु हुँदैछ भन्दै गर्दा येशूले मण्डलीमा चर्च अनुशासन र मिलापको कुराहरू गर्दै हुनुहुन्छ। भन्नुको मतलब चाहिँ जब विश्वासीहरू ख्रिस्ट र उहाँको वचनलाई आधार मानेर उनीहरूले कुनै पनि निर्णयहरू लिन्छन् भने त्यो निर्णयमा चाहिँ येशू स्वयं उनीहरूको माझमा उपस्थिति हुनुहुन्छ र उहाँले उनीहरूले लिएको निर्णयलाई पुष्टि गर्नुहुन्छ।